तर मिठो हुन्छ। हेलो एभ्रिवान, के कस्तो हुनुहुन्छ? फेरि म आएँ होइन, तर मैले यो भिडियो चाहिँ हिजोको र आजको भिडियोलाई चाहिँ म जोडेर बनाउँदैछु। अन्त हिजो चाहिँ शुक्रबार थियो, अन्त आज चाहिँ तपाईँको शनिबार छ। अन्त शनिबार र शुक्रबारको भिडियोलाई चाहिँ जोइन गरेर बनाउँदैछु। तर शनिबार चाहिँ आज सब्बात हो, र सब्बातमा यहाँ सबै बन्छ। हेर्नुहोस्, भ्यू सब बन्छ होइन। आज तपाईँहरूलाई यही भिडियोहरू देखाउँछु, यो भिडियो हेरेर इन्टरटेनमेन्ट गरिदिनु होला। हेर्नुहोस् गाइस, यहाँनिर चाहिँ विदेशमा चाहिँ साइकलहरू राख्ने यस्तो पार्किङ हुँदो रहेछ है। पार्किङ हुन्छ यहाँ, पार्किङमा टक्कै ताला मारेर राखिदिन्छ, कसैले लाँदैन पनि। अन्त यस्तो सिङ्गल हुन्छ। अन्त यहाँ सबैमा क्यामेरा हुन्छ, यताको क्यामेरा उताको क्यामेरा सबै प्रे गर्नु जाँदैछ। यो चाहिँ आज डे अफ प्रे पनि गर्छ, प्लस अन्त घरतिरै बस्छ। बाटोहरू यस्तो सुनसान नै छ है, तर सफा छ बाटो चाहिँ। जति नै सफा भए पनि आफ्नो गाउँघर जस्तो हुँदैन, गाउँघरकै याद आउँदो रहेछ। हेर्नुहोस् गाइस, यहाँनिर चाहिँ सबै दोकानहरू बन्द छ। 2टा बाजे आउँदैछ। यहाँ चाहिँ अरू दिन चाहिँ पुरा भिड हुन्छ हो, अन्त मान्छेहरू पनि पुरै हुन्छ। आज चाहिँ छैन, तर यहाँनिर टेबल कुर्सीहरू यत्तिकै छोडिदिन्छ, न ताला लगाएको छ न के गरेको छ हो, यत्तिकै छोडिदिएको हुन्छ। र कसैले लग्यो कसैले तान्यो भने यहाँ सिसी क्यामेराहरू हुन्छ। बिरालुले भेट्यो भने खाइदिन्छ। यस्तो पब्लिक प्लेसमा केही छैन। यहाँनिर जापानिज माछाहरू राखिरहेको छ। यहाँनिर मसाज सेन्टरहरू पनि रहेछ। यो जुन चाहिँ यो टाइम मसाज भनेर रहेछ। कसलाई मसाज गर्नु मन लाग्छ आउनु होला नतानिया, स्पेसियली मसाज। ग्राउन्ड फ्लोरमा रहेछ। मजाको रुख छ, प्लास्टिकले बनाएको डिजाइनहरू रहेछ। पेन्टिङहरू पनि रहेछ यहाँनिर। आम्बो खतरा पेन्टिङहरू छ त होइन। आर्टको चाहिँ कदर छ यहाँनिर। चाइनिज रेस्टुरेन्ट पनि छ है यहाँ। यो भर्खर खोलेको हो, चाइनाको। टिङचाङ मजाको छ, तर आज बन्द छ। अन्त आजको दिन भनेको चाहिँ घाम लागिरहेको छ, दिन पनि उग्रेको छ, त्यस्तो उयो केही छैन। अन्त हावा चाहिँ चिसो छ हल्का फुल्का, तर अब भरे चाहिँ गरम हुन्छ भन्दैछ। 40 डिग्री अर्बाइङ मालोत भन्दै थियो बोजूले। अब होला। पेन्टिङ हेर्नु नि, एउटा पेन्टिङ देखाउँछु तपाईँहरूलाई। यहाँ क्या मजाको पेन्टिङ चाहिँ, पुरा हाँस उठ्छ यो पेन्टिङ देखेर चाहिँ। यहाँनिर चाहिँ यो साइडमा चाहिँ पहिला बिल्डिङहरू थियो, यो बिल्डिङ भत्काएर फेरि नयाँ बनाउँदो रहेछ कन्स्ट्रक्सन होइन। यो अहिले घाम निक्लेको चाहिँ यता चाहिँ इन्डिया हो, पूर्व पर्छ यतापट्टि चाहिँ। पूर्व भर्खर यहाँ बिहानको अहिले तपाईँको 8:30 हुँदैछ। यता चाहिँ पश्चिम हो। साइकलमा आयो मान्छेहरू। कुद्नु नसके पनि कतिजना बाइसाइकलहरू पुरा युज गर्छ। अन्त बाइसाइकल युज गर्छ फिजिकल फिटनेसको लागि। र पैसा नभएको होइन, पैसा भएको गाडी साडीमा हिँड्दैन। अन्त फिजिकल फिटनेसको लागि गाडी त यहाँको मान्छेको घरमा एउटा गाडी 2टा गाडी हुन्छ। प्रत्येक मान्छे बराबरै गाडी हुन्छ कमाउने भएपछि चाहिँ। यहाँनिर चाहिँ बुढाको पनि गाडी भयो भने बुढीको पनि गाडी हुन्छ। यहाँनिर चाहिँ अलिक मान्छे रहेछ है यसमा चाहिँ। सबै दोकानहरू त बन्द हुँदैन, तर कतिवटा दोकानहरू चाहिँ खुल्लै हुन्छ। अन्त कतिवटा दोकान खुल्ला हुन्छ, मतलब त्यो अरबीले खोल्छ। अन्त अर्को फ्रान्सहरूबाट आएको फ्रेन्चहरूको दोकानहरू खुल्ला हुन्छ। अब यहाँ चाहिँ दत्ती बाहेक अरू सबैको दोकानहरू खुल्ला हुन्छ, दत्तीले चाहिँ खोल्दैन मेन। म चाहिँ अहिले सीमा आइपुगेँ होइन।
यहाँ एकछिन तपाईँहरूलाई यस्तो सीको पनि यहाँको दर्शन गराइदिउँ भनेर सी आइपुगेको छ। अब यहाँ यसो भिडियो सिडियो बनाउँछु हेर्नुहोस्। यहाँ चाहिँ स्टेज छ, यहाँ चाहिँ प्रोग्राम सोग्रामहरू हुन्छ। यहाँ नम्बर वाइज छ। आम्मा कम्ती अग्लो अग्लो छैन हौ यो त। ट्याक 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 बस्ने ऊ यसरी मान्छेहरू बस्छ। चट्याक चट्याक जाँदैछु म चाहिँ, जाँदैछु गाइस, म त जाँदैछु सी आया। चटक्क 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 पाराले दामी। यहाँ चाहिँ कुद्नेहरू चाहिँ पुरा रहेछ आज चाहिँ। समुद्रको पानी चाहिँ निकै बौलाउँदैछ। सायद पूर्णे आउनु आँट्यो होला। पूर्णे आउने बेलामा चाहिँ यस्तो हुँदो रहेछ। बाजेहरू हिँडिरहेछ यसरी हेर। खुट्टा टेक्न नसके पनि एउटा खुट्टाले भए पनि हिँडिरहेछ। मजाको लाइफ छ। परसम्म मान्छे छ। सब रनिङ गर्नेहरू मात्रै छ। पुरा छाल हान्दैछ पानीले। यहाँबाट माथिको भ्यू चाहिँ यस्तो छ। मजाको पर चाहिँ त्यो स्विमिङ सिक्नेहरूको रहेछ। यहाँबाट लड्यो भने त मान्छे कहाँ पुग्छ। पानी बढेको रहेछ। पुरा बढेको छ यो। बल्ल भिज्न आँटेको छ, नत्र चाहिँ त्यो वहाँ परसम्म हुन्थ्यो। अहिले चाहिँ यहाँसम्म नै यो बल्ल पुरै भिजाउन आँटेको रहेछ। किनकि मेरो घर चाहिँ यता पर्छ। त्यहाँदेखिको कुदेर म वहाँ पुग्छु। त्यहाँबाट फेरि कुदेर यस्तो माथिबाट कुदेर घर सिधा पुग्छु होइन। अन्त त्यति कुद्दाखेरि चाहिँ मेरो चाहिँ टक्क 5 किलोमिटर हुन्छ। यो साइडै कुद्छु म कुद्दाखेरि चाहिँ। अब यहाँ मुनि पनि जाने बाटो रहेछ। यहाँबाट माथि चढ्नु पर्ने हुन्छ। हेलो गाइस, म चाहिँ कामसाम सकेर पनि अब 2 घन्टाको छुट्टी साथीभाइहरूसँग भेट्ने हो। यो 2 घन्टा चाहिँ हाम्रो टाइम हो। अन्त 22 आवर्स चाहिँ हामीले आफ्नो कामलाई दिए पनि 2 आवर्स चाहिँ हाम्रो हेल्थको लागि, घुम्नको लागि, माइन्ड फ्रेस गर्नुको लागि हुन्छ। त्यही जाँदैछु अहिले साथीहरूलाई भेट्नु। घरबाट जाने बाटो चाहिँ यस्तो छ। अलिकति ओह्रालो छ। अनि यहाँ चाहिँ अलिकति ध्यान लगाएर हिँड्नुपर्ने हुन्छ। यो बिचमा चाहिँ यस्तो काँठागुटीहरू लगाइदिएको छ। यो चाहिँ गाडी जता पायो त्यता पार्किङ नगरोस् भनेर होला। हेलो गाइज, म चाहिँ बाहिर आइसकेको छु। 2 घन्टाको हाम्रो छुट्टी हुन्छ। त्यही हो तपाईँहरूलाई भनिराखेको सधैँ। अन्त साथीभाइहरूलाई हेरेको आएको छैन कोही पनि। अनि यहाँनिर चाहिँ आज डान्सहरू हुँदो रहेछ। अन्त हेर्नुहोस् मजाले डान्सहरू हुँदैछ। सबै आफ्नो धुनमा छ। यहाँको यो चाल्सा डान्स अरे कि यहाँ चाहिँ एभ्री विकेन्ड हुन्छ।
आज चाहिँ सब्बात हो सब्बातमा चाहिँ यिनीहरूको सेलिब्रेसन हो यो चाहिँ सेलिब्रेसन खुसी काम भनेको यिनीहरूको प्रायः डिप्रेसनकै हुन्छ त्यो के काम यस्तो गर्नु पाउँदैन हाम्रोतिर हो भने चाहिँ खेतसेतहरू जोतेर मलसल जोतेर उयो गर्छ हो अनि त्यही भएर चाहिँ नाचेर थाक्छ अन्त जान्छ यिनीहरू चाहिँ हाम्रो उता चाहिँ काम गरेर थाक्छ मान्छेहरू हेर्नुहोस् इजरायलीहरू नाचेको हो इजरायलीहरू यो सबै सब इजरायलीहरू बाजे बोजूहरू सबै छ यो सेतो बोजूहरू सेतो लुगा लाउने कालो लुगा लाउने यो 50-60 वर्षको बोजूहरू हो भर्खर देख्छ पुलिसको गाडी पनि छ यहाँनिर लफडा नहोस् भनेर नानीहरू पनि छ हेलो गाइस मैले चाहिँ यहाँनिर दाजुलाई भेटेँ अन्त दाजु र एकजना साथी आएको रहेछ भर्खर आएको रहेछ म पनि यहाँ धेरै दिनको बादमा अहिले आएको यहाँ किकार म पनि निस्केको थिइनँ हो यहाँ मेरो बाजे हो अब मनिषमा के छ दाजु धेरै दिनको बादमा भेट्यो ठिक छ नि तिमी बिजी भयो भ्लगर भएर अन्त होइन म अहिले निस्केको छुइनँ नि त 2-4 दिन भयो किकार होइन अब जिम्मेवारी भनेको चिजहरू हुन्छ अब जिम्मेवारी अब आफूले पनि गर्नै पर्यो यहाँ पनि बाजेको काम गर्नै पर्यो हो हाम्रो चाहिँ कामहरू जिम्मेदारी चाहिँ कहाँ उठाएको जिम्मेवारीहरू अब त्यही हो बाजेलाई हेर्नुपर्ने हो अब बाजे बिमारी भएको थियो गाइस मेरो चाहिँ होइन कन्टेन्ट होइन गाइस मेरो चाहिँ बाजेलाई हस्पिटल लगेको थियो अन्त त्यो भएर चाहिँ बिमारी भएर म निस्केको थिइनँ 2-3 दिन मैले तपाईँहरूलाई यो भ्लगमा भनेकै छु हो अन्त दादा चाहिँ आज धेरै दिन बादमा भेटेँ हेलो एभ्रिवान हाउ आर यु नमस्ते सबैजनालाई हाम्रो दाजु छुट्टी जाँदैछ इन्डिया अन्त कोसेली ल्याइदिनु भनेको चाहिँ मैले सुकुटीहरू गुन्द्रुकहरू होइन अब यहाँनिर मासु खाए पनि माछा खाए पनि जे खाए पनि हाम्रो गुन्द्रुक र ढेँडो भनेको निम्तो पनि ल्याइदिन्छु होइन निम्तो पनि ल्याइदिन्छ अरे होइन हाम्रो ब्याचलर बोय छ यहाँ अन्त भाउजूलाई मेरो तर्फबाट धेरै धेरै माया र सम्झना छ अरे भनेर भनिदिनु देवर बाबुले सम्झेको छ भनेर होइन अन्त यहाँ हाम्रो एकजना साथी पनि आइपुगेको छ ऊ चाहिँ होइन तिमीलाई पनि के भन्नु छ मेरो भ्लगमा भन हजुर प्लिज लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु होइन भन्नु लाउँछ भन्दैन डेली भन्नु लाउँछ बहिनीलाई कस्तो भन्छ डेली भन्नु लाउँछ होइन है त्यस्तो चाहिँ ल मैले भन्ने लाइन चाहिँ यिनीहरूले भन्थ्यो क्या डाइरेक्टर म हो कि यिनीहरू हो से लाइक यो लाइक गरिदिनु है मेरो यहाँ इजरायली बाजेले पनि भने है इजरायली बाजेले सब्स्क्राइब पनि गरिदिनु है सब्स्क्राइब पनि गरिदिनु हो भोलि पर्सि त होइन र रिमेम्बर हुन्छ होला नि भोलि पर्सि रिमेम्बर हुन्छ नि घर तपाईँहरू जहाँ हेर्नुहोस् गाइस यो भिडियो चाहिँ मैले किन बनाएको भन्दाखेरि भोलि पर्सि यहाँ जतिजना पनि काम गर्नेहरू छ उनीहरूलाई थ्याङ्क यू अन्त भोलि पर्सि जतिजना पनि छ यिनीहरू होइन यहाँ हाम्रो दाजुहरू साथीहरू होइन दिदीहरू जतिजना पनि छ भोलि पर्सि इन्डिया गएपछि चाहिँ मेरो च्यानल खोजी हेरिदिन्छ अन्त त्यही भएर चाहिँ मैले बनाएको रिमेम्बरको लागि भोलि पर्सि हाम्रो नानीहरूलाई देखाउँदा पनि हुन्छ क्या हाम्रो अतिथि दाको नानीलाई देखाउँदा पनि हुन्छ भोलि पर्सि अतिथि दाको हेर तेरो बाउ यस्तो बाजेलाई हेर्थ्यो भनेर तिमीले पनि देखाउँदा हुन्छ तातमा देखाउ 1947मा हामी 2023मा कहाँ जस्तो लाग्छ नि हो गाइस हामी चाहिँ त्यो अघि त्यहाँनिर बसेको थियौँ त्यहाँनिर चाहिँ कन्फर्ट आएन हो अनि सरेर चाहिँ जाँदैछौँ हामी यो डान्स हेर्ने हो अन्त यहाँनिर चेयरमा बस्ने हो घुमाउरो खालको चेयर छ चेयरमा गएर बसेर हेर्ने हो बोजू नाच्दैछ बाजेसँग बाजे एक्लै परेछ हामी चाहिँ यहाँनिर बस्ने हो अन्त यो हाम्रो टेबलहरू छ यहाँनिर चटक्कै बस्ने हो हाम्रो साथी आइपुगेछ फ्रम सुडान आइपुगेछ खाबे ए अक्सली बो एक्चुअली भनेको चाहिँ होइन इजरायली भाषामा चाहिँ ब्रदर होइन ब्रदर भनेको चाहिँ दाजुभाइ
मानिसमा आणि अक्षर मेकिंग ब्लॉग lo ani alak tiba balaba lo margis to ani alak tiba मायर यो चाहिँ भनेको मैले हिब्रो भाषा बोल्दैछु अन्त हिब्रो भाषामा चाहिँ हिजो मेरो इम्प्लोयर ठिक थिएन अनि म त्यही भएर अत्तालेर गयो बिचाराले हिजो मलाई फोन गरेको थियो भेट्छु भनेर तर सिधा केटा छ भेट्नु पाइनँ तर उसले चाहिँ इन्डियाको केटी मन पराउँछ अरे इन्डियाको केटी बिहा गर्छ अरे अन्त इन्डियामा हेर्नु उनीहरू मेरो भिडियोमा यो काले मोरे कलौटेलाई कसैले मन पराउनु हुन्छ भने चाहिँ होइन मलाई सम्पर्क गरिदिनु होला म मिलाइदिन्छु अन्त ऊ चाहिँ सुडानको हो तर राम्रो केटा छ तर महिनाको नभएको पनि इन्डियाको 3-4 लाख रुपियाँ मजाले कमाउँछ 12-13 घन्टा काम गर्छ होइन मजाले कमाउँछ पेमेन्टहरू यिनीहरूको राम्रो छ सिटिजनसिप पनि छ 3-4 लाख रुपियाँ महिनाको मजाले कमाउँछ कसैलाई मन पर्यो भने चाहिँ होइन दोलाराज यहाँ छ काले कलौटे है बाजम निकाल्दिनु नि ला भाइ फिङ्गर पनि खाइदैन गोल्ड फिङ्गर चाहिँ यो पारा ओ पारा आमा लाइट पनि उयो जस्तो आउँदो रहेछ नि के अरे काले गोरे काले मार्दै आता कॉलेज में आता सकेल जे टेलीफोन चली जे YouTube लो YouTube चॅनल जसे तर आता कोते जे सामा कोते पारुआन चामलिङ ब्लॉग जसे तर आता कॉलेज में आता सकेल काम आता पो गामानी पो गुलाम खाबेरी गामा आता लो बा लो कॉलेज में आता बो कमा साउथ आता हो बे Ismone saud abale dia aba ata boe ba ere desa bakaiti pulang khaberin po desede kale kalote Boleh serba channel ya. Ma aquarium la Dani from Sudan resident in Israel must speak bhai must speak Danis my name is Danis yo who do Dini utagirlam tob nakon Danis Paul okay ata bibi English kacat okay ata sakil je makar apa be ani be kulan yes YouTube deseda ata kolon man sakil या दा चाहिँ बोल्नु हुँदैछ हाम्रो यहाँ अफ्रिकन साथीसँग अफ्रिकन साथीको कपाल चाहिँ राम्रो छ Ibro Lo samaki aksam nurlo silsaldi nurlo उसँग बात गर्दैछ उसले चाहिँ बियर खाँदैछ Apa? Sekil. दामी हुन्छ यो त साढे 2 घन्टाको जति रातिहरू यस्तै आयो गफसफ गऱ्यो बस्यो इन्जोय गऱ्यो होइन दिनभरिको फ्रस्ट्रेसन निकाल्यो काले गोरे साथी मिलायो बनायो हिँड्यो यस्तै छ तिमी के भन न यो फिङ्गर चिप्स चाहिँ उसले बनाएर ल्याएको यो फिङ्गर चिप्स चाहिँ उसले बनाएको हो बाजेले चाहिँ खाँदैन दामी बनाएको चिप्स यो गोल्ड फिङ्गर भन्छ हैन यसलाई गोल्ड फिङ्गर कहाँ पाउँदो रहेछ हौ
मैले यस्तो लाग्थ्यो कि अन्त यो त सानो खालको लाग्छ त्यो त मेरो त के भयो फुल खोज्दा फिल्लिन पहिला नफिल्लिन यो चाहिँ तेलमा मजाले फ्राई गर्नुपर्छ नि त डिप फ्राई चाहियो होला नि त्यसलाई डिप है होइन त्यो चाहिँ मजाले फ्राई गर्छ नि तर डिपमा हाल्नु पऱ्यो क्या दिदीलाई देखाउँदा बनाउँदै थियो कि एउटा फुल्ने एउटा फुल्दैन लाग्छ अब हुँदै जान्छ मैले यहाँ फ्राई गर्दा डिप फ्राई गर्नुपर्छ के अरे अलिक तेलमा हाल्दाखेरि त्यस्तो मेरो यो गाला हुन्छ के भएको छ ड्राई भएको छ पुरा चिलाउँछ हौ त्यो कुकिङ हुँदैन बहिनीहरू दामी दामी रहेछ हेलो गाइस म चाहिँ अहिले घर आइपुगिसकेँ अन्त मेरो एकजना साथी आज स्टुडेन्टको काले कल उठ्यो भने त्यो भेटेको थिएँ होइन उसँग पनि भिडियो सिडियो बनाएँ ऊ चाहिँ स्टुडेन्टको हो अन्त त्यो केटा चाहिँ सिधा छ होइन अनि त्यो केटासँग पनि भिडियो सिडियो बनायो अझ अजितदालाई भेटेँ अनि सुषमालाई भेटेँ अनि दिदी आउनु भएन सुनिता सपनाहरू आएन निमादालाई पनि भेटिनँ हो अनि आज भिडियो सिडियो चाहिँ त्यति नै बनाएर अनि आएँ पनि अनि आज मैले त्यो डान्सहरू भएको त्यो देख्नुभयो त्यो डान्सहरू चाहिँ अब हप्तामा एक दिन चाहिँ हुन्छ अन्त यहाँनिर त्यही प्रोग्रामहरू भइरहेको छ होइन त्योहरू सबै मैले हालेको छु मेरो भिडियोहरू हेरिदिँदै गर्नु मेरो भिडियो हेरेकोमा थ्याङ्क यू सो मच अन्त बाई बाई अहिलेको 12 बज्न आँट्यो बाई बाई सी यू टुमरो ओके